बोजे मैले आन्टी कान्छी आन्टीलाई सम्झना छ मेरो ल हेलो गाइस वेलकम टु माई ब्लग स्वागत छ सबैलाई आज चाहिँ मसिना मङ्गलमा छु अहिले के छ दाइ म हिँडेको उता ललितपुर जस आज के छ भन्ने कुरा चाहिँ मलाई नै थाहा छैन अङ्कलहरूले प्लान भोज नि हुनसक्छ पूजा नि हुनसक्छ दुईवटामा एउटा बोलाउनु भएको छ र त्यही भएर जान लागेको चाहिँ के हो भन्ने कुरा चाहिँ उहीँ गएर थाहा हुन्छ याङको बुक आउनेको अझै आउँदैन भने कहिलेकाहीँ हामी आफैलाई बनाउने दौडधुपमा आफन्तसित थोरै टाढा भएको कि वा व्यवस्था पो भएको कि नचाहँदै पनि यस्तो फिल नहोस् भनेर नै होला सायद अङ्कलहरूले यो कार्यक्रम आयोजना गर्नुभयो बाटो चाहिँ यस्तो रहेछ याङकोमा चाहिँ यस्तो हिल्लै हिल्लो भइरहेको नमस्ते अङ्कल नमस्ते अङ्कल ठिक छ नमस्ते अङ्कल हाय मलाई भोक लागेन हातले खाने भात खाइसकेको हेर्दैन चाडा सुरु गर्ने हो क्यामेरा रेडी गरिसकेको एकछिन गर्ने मलाई यो उता दिदीहरूलाई कान्छ यो तरकारी मलाई सुरु भइसक्यो है त लाउनु त अचार त खानु हो साललाई हो यता के देऊ को भन्छ यो कान्छी उठ्नै पर्दैन तालाइको बे कान्तिपुर ल्याउन लागेको कसको तालाइको खोइ बेउलाले त के हो स्यान्डोलाई ए कता हो हात छोडियो है हात छोडौँ है बाबु म खाइदिएको खाना पनि धेरै हुन्छ नि नाम्ची गरेको खुर्सानी खानु हुने खुर्सानी फेरि सबै यता चाउरी परेको छ छैन रहेछ हा पिरो छैन दुध छैन युट्युबमै गएर खाउन बनाउँदै गरेको नयाँ घरतिर होइन यता बाबाको सोध आयो भन्छ छोरीले त्यही त रहेछ डाम्नु त उता ठुलो नयाँ घर पसे हा होइन भएर आएको थियो भाइले हुन्छ बाबाको सोध आएको एउटा बाबा कराएको के बुझिने बोला त्यता छ टोइलेट गर्नु डाक्टर के त्यहाँ झन् गाउँको लोकल आहा उदयपुरको 3 दिन भइसक्यो त्यहाँ गएर आएर सिद्धिँदैन खानु भनेर गएको 3 दिन भइसक्यो पुगे माथि पुगेको छैन सोध आयो भने तल कि कराउन थाल्यो आयो भने हरेको त नानी बाथरुममा लखर लगाएर आयो त्यहाँबाट नानु हिजो बेलुका एकछिन नआएको आधी बल बनाइहाल्छ सुजी पारे मिठो बनाएर यार लालदाले अल्छी गरिहाल्छ मिठै बनाएर यसलाई दाल अचार मात्रै आज चिसो चाहिँ अब चिसो भोलि बिहान पानी चाहिँ बाबु खानुहुन्छ होला नि खाने नि
ऊ त दिदीहरूले खानुहुन्छ होला हजुर सोटिङ छ नि अड्क्यो भने सोटिङ आएको थियो नि ढाकेर कम कमै लाग्छ अनि त्यही भएर आन्टी सोटिङ हिँड्दाले अचार बनाउँछु भनेर हिँड्दै गएको नभए घर कहाँबाट आन्टी परेको आन्टी नपरेको म घुमाउनु लगिहाल्थेँ अब आन्टी परेपछि के घुमाउनु या अब 100-200 मात्रै खर्च हुन्छ मेरो रोटिनी भए त म हिँडाइहाल्थेँ 2-4 हजार खर्च गर्न यता भाइले त दाल लाउनु भएन क्या त्यही लाएर खानु ल भर्ती लगाउँछ अलि त्यही लाउँछु नि त नि भाइ खानुमा दिदी साह्रै मिठो बनाएको छ नानीले यार हेमेला मिठो भएन अरे अलिक छिटो पकाएर मेहनत गरेन ग्यासको पकाएर 1 घन्टा नि पकाउँदै आगो त अलिक छिटै पकाएछ छिटो नि भयो आगो क्या आगोमा त तँलाई मिठो भन्नाले राँगो बुढी ल्याइदिउँ हड्डी पनि पायो पाउँदै अब भात खाइसकेपछि बल्ल अचार समिन्छ सलादहरू के चाहिन्छ म त भइहाल्यो अचार भनेको उब्रो छैन अहिले भयो क्या टक्क चिउरा ल्याउनु पर्छ खेल्दै बसेको बेला चाहिँ ल्याएर केही पनि लाग्यो भन्दैन भातै थुप्रो छ अनि चिउराले बाख्राले पोहोर गयो भनेर लिङ्गी बाँधेर के भेनै नै भयो पाउडर जस्तो ताजा त हिँड्नु मासु बाख्रा कि खसी हो छैन सुँगुर पनि मिसिएको जस्तै छ त नि बाख्रा हेर्नु त होइन होइन ठ्याक्कै हेर्नु न ओके तर ठिक रहेछ बोसो छैन नि दाइ खानु चाहिँ ठिक छ है बोसो चाहिँ छैन क्या साह्रै मिठो रहेछ सुँगुरको जस्तै लागिरहेको ठ्याक्कै सुँगुरै हो यो अब यहाँ होइन भने कहाँबाट मिसेर आयो फेरि होइन यहाँ कुलाएको हो यस्तो ए भरे चाहिँ अब जेसुकै भनेर खाइदियो प्रेसर हुँदैन अरूलाई प्रेसर छ भने चिन्ता हुन्छ उसलाई त जति प्रेसर भयो भने चिन्ता छैन चिन्ता हुँदैन छ र उसले आफै तपाईँहरू भन्दा नि धेरै छ यसको लाउँछ पैसा। दाइ छ यसको अस्तिदेखि त्यसलाई बिहान बेलुका करेलाको भात मात्रै दिनु बजाइहाल्छ अर्को अनि म दिनको खान्छु पराले जस्तो दिनको खान्छु अर्को बजा हाने बाहिर सुताउनु के चिसो पर ल्याउनुभन्दा सस्तो मासु नि ठिक छ 150 को मासु सबैलाई पुग्छ 100 रुपियाँ करेर ल्याइहाल्यो म एउटालाई मात्रै पुग्छ के काम तैँले त धनी अरूले त खाइहाल्छ नि मासु होइन अघि धेरै झोल गइसक्यो भातै खाएन कत्रो भाए मैले अब यस्तै आज भन्छ पानीले भराएको छ क्या खाँदैन आज भन्छ त्यस्तो सबैजना मान्छेको अन्दा त कति धेरै नै हुन्छ जस्तो लागेको थियो होइन 17, 18, 19 जनै पुगिसकेको थियो लास्टमा त यति भयो त छैन दुईजना 12 थार्लाङ फुर्लुलाई पनि बनेपछि त पुगिहाल्छ उताबाट 3 जना आएन अनि यता साइलीहरूको बुढाबुढी गरेर ए साइली बुढाबुढी पो आएन एकजना त आउँछ भविन्द्रै आउँछ बाबुमा चाख्यो भनेन नि अहिले एकछिनमा खानुपर्छ एकछिनमा ल जङ्गी झोल नै खानुपर्छ सुन्यो एकछिन भाइ बाबाको जोड त पहिल्यै सुन्दर छ नि त बाबाको जोड त यो घरदेखि आयो त अब त्यहाँ रस खानु भनेर गएको थियो होला अहिले छोरीले फेरि मात्र नगर विकास नभएर त बदल काट्दै थियो दुईजना पराएर सुनिहालेँ खैनी मैले यस्तो गरेर लखर पानी परेर आमामा डरै लागेपछि घर बस्न गडङ गडङ गरेर है मान्छे छैन पानी बन्द भएर खोज्न गएको म बिर होटेल मैले तपाईँले कम्ती लाग्छ बाख्रासँगै बाँध्नु पर्यो होटेलमा नि ल्याङ 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 गरेर है त्यो होटेलको मान्छेहरूले लैजानु कि लैजानु भन्छ यहाँ ल्याएर राख्यो फेरि त्यही म भन्ने लाग्यो दिमाग खराब गरिसक्यो दिदी लैजानु न दाइलाई खानेर लैजानु न भन्छ कान्छी है
अब होटलमा त्यत्रो मान्छेहरू आउँछ खानालाई ल्याङ 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 गरेर अन्त दिमाग खराब भएर नि उनीहरूको पनि बिचारा न आमातिरको साइन न बाउतिरको साइन त्यसपछि तानेर लिएर आयो फेरि वहीँ घुमाएर लगिहाल्छ त्यहाँ अनि घरमा आयो यसो कोठामा आयो खाना नभएर फेरि सुत्यो फेरि त्यही हो यता जहाँ बसिने असाध्यै बेइज्जतै गरिसकेको खाने मान्छे त्यस्तै हो भन्नुपर्छ शान्ति फेरि कहिले त है यताबाट जान्छ त्यो खेत 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 पुरा फेरि त्यही पुग्छ यसो छाले जस्तो गरौँ अलिकति बुढको सेतो मासु यदि अन्तिममा कपलक जोड्नु भयो हुन्थ्यो है छ त यही खानु भने के बुढको भने त अलि बुङ्गुरको जस्तो लगाइदिनु न दिदी ए पर्दैन लगाइदिनु चाहिँ यहाँ सबै बुङ्गुरको जस्तै उतै रहेछ के आलामा त्यो मिसिएको घुम्दै घुम्दै आइपुग्यो फेरि घाँसिनु गएको हुन्छ घाँसिनु बेला जुन पर्छ जे जस्तो गरौँ फेरि कमाएको आउँछ यार छिटै सकिसकेको सुन्यो यता सुन्नु त खाना खाएर बच्चाहरूलाई यिनीहरूले त्यो बाख्रा तल लगाइदिनु अनि त्यो उयो छ है पिठो हाल्नु अनि म खाना खाएर म जान्छु है छिटो खाए केटो धेरै भयो त्यही राख्दा नि हुन्छ क्या नछोडे एउटा पनि नछोड भात सकिँदैन छोड मासु चाहिँ नछोडे ल मासु चाहिँ छोड्नु पऱ्यो त्यो चरा चाहिँ नछोड्नु है यत्रो पकाइसक्यो सबै आयो भन्दा खुसी शान्ति भएको छोटिनलाई कहिले भेट्नु भने घुम्नु जाने हो क्या हामी त बिहान भर्खर उठेको रे अब उठेर रेडी भएर जानुपर्छ मान्छे 4:30 उठेर पानी तताएर 4:30 सबै पाठाहरू खोलेर घाँस हाल्नु थाल्यो त्यो भुइँ पुरा सबै सकेर हाल्छु फोन गर्छु झन् पानी पर्छ लाखो त्यहाँ पानी पर्छ यो पानी पर्यो इधर पक्कै ढिलो आउँछ भन्दा ढिलो त आयो यो ऊ भएको उठेर मैले 3:30 मा त उठेको थिएँ भने गाडी नै भेटिन 4:30 उठेको सपना हो उठेको थिएँ 4:30 हिँड्न आँटेको पठाउ त बन्द पो रहेछ लु हुँदैन 7 बजी फोन गर्दै कुखुरा चाहिँ 1-2टा भयो हुन्थ्यो कि कुखुरा पोहोर धेरै मरेन आज 50-60 कुखुरा मरेर 1 लाख घाटै लागेको त कुखुरा त थोरै पाल्ने क्या आफूलाई खाने मात्रै आरामले खाउँ है माथि क्या राजा भात यो सब बाह्र लाने हो हेलो गाइस माई ब्लग है गाइस आज चाहिँ हामी बाख्रा चलाउँदै जान्छौँ यहाँ ढकाउनु जानुपर्छ हेर्नुहोस् त छट त्यहाँबाट जानुपर्छ सृष्टि आउँछ डान्स गरिरहेछ हुन्छ आज बाख्रा चलाउनु चाहिँ होइन त्यो हाम्रो चाहिँ बाख्राहरू हेर्नु त राम्रो यस्तो यिनीहरूले भनेकै मान्दैन होइन कस्तो राम्रो छ होइन हेर्नु कस्तो राम्रो यस्तो गरेर भिडियो बनाउने यस्तो गर्ने कि अनि चिनेन अरे चिनेन साँच्ची ऊ को भन्ने ऊ याद छ कुमार भन्ने याद छ कुमार दाई भन्ने याद छैन बिर्सिसक्यो ल यहाँ चाहिँ पाठाहरू मात्रै बस्ने हो म आउँछु त्यो बाबाहरूलाई चियाको लागि तिम्रो नाम सुवानी होइन शिवानी स्टार अङ्कलको छोरी है तिम्रो नाम सृष्टि याम अङ्कलको छोरी अनि टिना मिस हाम्रो साइला अङ्कलको छोरी
एम अङ्कलको छोरी होइन सुहानी कतिमा पढ्छौ एकमा सृष्टि कतिमा पढ्छौ अनि टिना पाँचमा ल बोजे मैले आन्टी कान्छी आन्टीलाई सम्झना छ मेरो ल ल चक्लेट एउटा तिमीलाई दिदीलाई एउटा टिप तिमीले पनि दिदीलाई एउटा टिप नमस्ते अङ्कल ठिक छ ठिक छ अघि नै आयो अघि आज म ढिलो भयो नि त बिहानै आउनुपर्छ नि तपाईँहरूले मलाई त पुग्यो दाजु यो मासु दाजु चम्ची तान्नु त भति चम्चीले हान्ने होइन 200 कि मैले झोल मात्रै खानु खाने खानु न नि भनौँ न दाजु ल तपाईँहरू नि खानु न नि सबै भाडै लिएर आउनु पर्यो झोल चाहिँ मिठो भएको छ हो खान दाजु बुझ्या बटुकामा यहाँ रस चाहिँ थोरै लगाइदिनु न त अब रसै मात्रै लगाइदिनु होला अरू अर्को नलाइदिनु त यो धेरै अर्को सानो कराई पनि छ भाइ त्यत्रो कराई भरे तपाईँहरू मजाले बसेर अनि यो गर्दा हुन्छ पुग्यो अलिकति झोल थाहा पनि बाबुलाई चट्ट दाजु भाउजू बसेर दाइले खानुहुन्छ जुडा गरेर भाइ खानुहुन्छ नि खानुहुन्छ हाम्रो बाबु अलिकति साइलाले खेलाउनु भयो कि तपाईँले रस चाहिँ हालेर त्यसो अङ्कल मलाई यो सबै ठिक हो मलाई यसले झ्याउ गरेर भातमा पहिला पैसा तिरे भित्र आउँ भन्नु पहिला कति भयो बयसमा दिन्छु ल हिसाब गर्नुपर्छ ल हिसाब गर्दै सक्यो 1 मिनट ढिलो भयो 1 मिनट ढिलोले खत्तम भयो न त तिर्नु नपर्ने हो यार मेरो 28 पर्यो भनेको तिर्नु नपर्ने हो खत्तम कति रुपियाँ एकछिन है एकछिन गरौँ ल बडा बोलम यसले पनि 400 दिन्छु खोइ त तिर्ता केटा कुनै भात लगाने ल त्यहाँ बुहारी कुन सबैलाई लगाइदिनु हालेन अनि नखाने तपाईँहरू खानु न भयो कहाँ कुहिन्छ पनि भए राखी खा कुहिन्छ म हाइट त कुहिँदैन म त नखाने बाबु थाम्नु तरै यसलाई चाहिँ हाल्दैन यसलाई चाहिँ ल सोच छ खबर खानु भएको नहालेन भएर के भोलि कुहिहाल्छ त नि कुहे नि तपाईँ छँदैछ त नि ल कुहे नि खाइहाल्छ तपाईँलाई बाबा तपाईँलाई हेलो अङ्कल देखिन ढाकेर सुत्दा हुन न
भात नबनाउनु काकालाई तेल हाली खान्छ अब तेल त यस्तोमा दाजु यो मासु खाउँ न खानु तपाईँ खानु कहाँ सक्छ खानु ओ भातिज हजुर यो मासु फाल्दैन है सोल्टी बिहान खाउँ न दाजु तपाईँ खाउँ न अनि मलाई त पुग्दैन जबरजस्ती बल नगरौँ जस्तो लाग्छ के गर्नु खान्छ घरबेटीलाई अमिलो अचार चाहिए कस्तो ओ मुला उता मुला आता दाजु तपाईँ खाउँ न मुला आता म यो खान्छु तपाईँ यो खानु तपाईँ र बत्ती ल बत्ती तपाईँ खान्छु भन मुला चाहिँ कुवा लाग्छ थोरै थोरै बनी थोरै थोरै गाईको टाउको फाट्नु तपाईँले ल आमा यति हान्नु है बत्ती तपाईँको पैसा धर्नु यति खाउँ दाजु चोक्टे सबै खाउँ खुट्टा मिसाएर चाहिने यहाँ भुटेर त खुट्टा त हालेको त मैले त्यत्रो पढेको थाहा भएन तपाईँ एक्लै ढाल्नु भयो हान्यो दुजम साथी हो ए खाइसकेको है ल ह्यान्डसेक सृष्टि राम्ररी जाऊ ल बाई बाई ल भन हेलो भनिदेऊ बाई बाई भनिदेऊ ल बाई भन तिम्रो घर लाने रे मलाई किन लाने भन किन लाने के दिन्छौ के दिने म केही खान्न केही पर्दैन तिम्रो घर कहाँनिर हो भन कहाँ उता पाटे ल ल ल लैजाऊ मलाई तिम्रो घर ल तिम्रो घर लैजाऊ ल कहिले लाने भोलि ए ल म भोलि आउँछु त्यसो भए ल तिमी पनि जान्छौ सबैलाई लाने यहाँ भएको अङ्कलहरू सबलाई ल ल ल जाने तिम्रोमा जाने ल तिम्रो घर ओके ओके के पकाउने के को ममा के को ममा गोरुको ममा बाई बाई राम्ररी बस्छ भोलि त भने होइन जाने 10 बजेसम्म काम हुन्छ नि राति किन खाना खाएको सरी ल राम्ररी पढ राम्ररी बस्छ ल बाई बाई अब जाने ए ल अङ्कल ल राम्ररी तिमी जान्छौ होइन अब जान्छ बुक बुक गरिसक्यो ल आन्टी ल राम्ररी जानु आन्टी लड्नुहुन्छ काका भन्नुहोस् नयाँ नौलो के छ केही छैन अर्को काकी बिहे गर्ने भने पाएन केटा त्यस्तो कुरा गर्नु हुँदैन अर्को भर्खरको 18-20 वर्षको काकी बिहे गर्नु भने पाउने त्यस्तो कुरो चाहिँ नगर्नु काका कसैले पत्याउँदैन त्यस्तो कुरो चाहिँ नगर्नु अब त्यस्तो गर्नु हुँदैन आमै नि मान्छे बुढो भयो नि मन बुढो हुँदैन यार काकालाई दरो चुट्नु पर्छ त्यस्तो गर्नु भने मैले चुट्नु हुँदैन एउटा हात चाहिँ समाइदिन्छु हान्ने चाहिँ म तपाईँको तपाईँहरूले बुक गर्नु भयो कि ल अङ्कल म गएको उतै आइसक्यो लोकेसनमा कल गर्नु मात्रै बाँकी छ ल जानु ल अङ्कल नजाने काकी ल बस्नु ल हुन्छ उता सिना मङ्गल ल बाई बाई टिना हुन्छ आन्टी बाई 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 बाई
ल राम्रो बस ल बाई बाई एन्सेक ल ठिक छ ल बस ल फेरि आउँछु म हेलो ए हेलो ए ल म आइहालेँ ल म यहीँ होतिर ल अङ्कल ल हस् म उता आउँछु ल नेटमा आइडी उता पल्लोमा उता बसिरहेको ल बस्नु अङ्कल ल गएँ काका ल गाइस जस दाजुभाइको भेटघाट अनि नयाँ डोला अङ्कलको ब्याचलर पार्टी जस्तै थियो अनि नर्मल टाइपको हामी चाहिँ अब सकेर पनि म चाहिँ फर्किसकेँ हो अलिकति ढिलो भयो रात पनि पर्यो जस्तो भनौँ न रातै परिसक्यो सबैसँग बिदाई मागेर फर्किसकेको छु हाम्रो माइला अङ्कल छाब्रेल माइला अङ्कललाई बधाई पनि दिउँ जस्तै भर्खरै बिहा भयो हो अनि अरू सबैलाई भेटेर खुसी पनि लाग्यो अङ्कलहरूलाई तर जस हाम्रो माइला अङ्कल र सुजन भाइ अनि जेठा अङ्कल चिन्नु भएको छ छाब्रेको बिस्तारै भेट हुन्छ भन्दै आजको लागि चाहिँ बिदाई माग्न चाहन्छु बाई बाई